नमस्कार। हामी चाहिँ यो नाफा परियोजना डब्लुइपी को प्राविधिक सहयोग र सम्पूर्ण आर्थिक सहयोग र म्यागे गाउँपालिकाको समन्वयमा सञ्चालन भएको यो पयरमा चाहिँ कृषक पोषण पाठशालाको फिल्डमा आज हामी स्थलगत के अरे कार्यक्रममा आएका छौँ। यहाँ चाहिँ हामीले काँक्राका बेर्नाहरू लगाएर काँक्रो रोपेका थियौँ। यो चाहिँ एकदम राम्रै फलेको हामीले देख्यौँ। हामी पहिल्यैदेखि चाहिँ आइराखेका हुन्थ्यौँ, त्यही पनि आज धेरै पछि आएको हुँदाखेरि फलेकै के अरे देख्न पाइयो। हामीसँग चाहिँ प्रत्यक्ष रूपमा कुराकानीको लागि हाम्रो यो साङ्गे बजार कृषक पोषण पाठशालाको चाहिँ अध्यक्ष हुनुहुन्छ लक्ष्मी भण्डारी। हजुर नमस्कार। कस्तो लाग्यो अब आफ्नो अनुभव चाहिँ भनिदिनु होला। त्यही त हामीले अब जानेर सकेसम्मको अब सिक्नको लागि सिकाइ स्थलमा हामी होइन पाठशालामा अब आएका हामी विद्यार्थी अब सिक्दैछौँ। पहिला पनि हामीले आफ्नो लागि गरेर त अलिअलि खाएकै हो, तर पनि अझै राम्रो प्रविधिबाट सिकाउँ त उहाँहरूले सिकाएर भनेर हामीले सिकेको। अब झोलमोलको बारेमा हरेक कुरा अब यो डोरी टाँगेर गरिन्थ्यो हामीले, यो झिक्रा प्रविधिबाट गरिन्थ्यो, डोरी टाँगेर पनि गरेर खाइयो। अब बालीहरू ठिकै छ, उहाँहरूले राम्रो भयो भनेपछि हामी पनि यसमा सन्तुष्ट छौँ। राम्रो लागेको छ, गर्छौँ सबैजना मिलेर। सबैजना एक आपसमा मिल्ने पनि अब वातावरण पनि भएको छ, त्यसमा पनि हामी धेरै धेरै खुसी छौँ। धन्यवाद। हेर्नु न यहाँ पानीको पानी कतिखेर पनि नभएर हिजो त झन् दिनभरि उग्रिएन। कडा भएको छ गनाएर राख्न नसकेन। अब झोलमोल यो टिपेर अनि राख्ने होला। अस्ति 5-6 जना आउनु होइन उहाँहरूलाई राम्रो भयो। कहाँ जम्मैले आफ्नो घर नभएर अस्ति एकौँ त कति किलो अनुमान गर्नुभएको नि राख्नु भएको छैन श्री भद्रै दाजुले। कति किलो जति भयो? अस्ति त राम्रो थियो है, काँक्रा त धेरै फलेको थियो। अहिले त होइन भन्न खोजेको व्यक्तिगत नि पाउनु भयो नि त सबैले, अनि पाएपछि त अनि किन गर्नु, जस आफ्नो कोषमा जम्मा गरिरहन नि हुन्थ्यो। कस्तो राम्रो हो काँक्रो त। के हेर्नु न, यो खिच्नु यो मेरो फोटो खिच्नु देखेन ला। ओहो मैले भिडियो बनाएको है। भयो एउटा यो लिएर जान्छु म देखिन। अहिले नटिप्नु, अब उता अरू पनि हेर्नु न। के नि ए त्यो त आजभोलि रोकिनु भयो नि त हजुर। फिल्ड देखाएँ, ट्रेनिङमा जानुभयो नि त हजुर। अब मलाई एउटा राम्रो भिडियो बनाउनु मन लाग्यो कि दोराज बुवालाई बोल्न लगाउने।